ल हामी चाहिँ लाग्यो अब सिस्नो टिप्नलाई हामी चाहिँ सिस्नो टिप्न हिँडिसक्यो यहाँतिर चाहिँ घर छेउतिर छैन बेच्ने सिस्नो उता माथि खोल्सातिर खोज्न जानु पर्यो यस्तो छ खै त पोलो हाय वाला हुनु पोलो अनि कति त हुन्छ के मौसम ठिया रे सामने खै त कहीँ छैन त सिस्नो रहेछ यस्तो रहेछ यस्तो के काम थियो तर मेन्दाजी मेरो खै त यत्रो टाढो आइसक्यो यहाँतिर चाहिँ सिस्नै छैन है सबै तितेपातिर पन्ध्रको चारहरू मात्रै रहेछ छैन अब अर्कै स्पोर्टतिर लाग्नुपर्छ कुन्डालो प्लेजै मिल्दा झन् अरू पकाउन आयो न हाम्रो गाउँतिर चाहिँ टन्नै पाउँथ्यो सिस्नो यहाँतिर चाहिँ छैन रहेछ ल सुन धुई जा भागी तल अनि अरूलाई धुवाउनु छोड्नु भने मलाई चाहिँ सिस्नै पाएन है 1 घन्टा भइसक्यो हिँडेछ आउनु चाहिँ पाउँछ अरे उता माथि त डाँडाभन्दा ठ्याक्कै त्यो पछाडि पाउँछ अरे अब को जान्छ त्यहाँ 2 घन्टा लाग्छ त्यहाँ पुग्नलाई खोज्दा खोज्दा यहाँ रहेछ अलिअलि रहेछ 1-2 वटा रहेछ के भए पनि टिपाउँ है पोलो थी मेमे पोलो आया तुझे खतम जी फाइनली यति भएको छ सिस्नो चाहिँ यति भएको छ अब यसमा अर्को 3 भाग थप्यो भने चाहिँ ठिक पुग्छ है 2 जनालाई हो धेरै चाहिँदैन चाहिन्छ तर सिस्नै छैन रहेछ कि यस्तो जङ्गलमा अनि यस्तो झारतिर त अनि हुनुपर्ने छैन सबै छ सिस्नो छैन क्या सादा फाउँछु बढी छ नि त तर यहाँ तोर मार्ने तोर्ने ग्याम मुल्कै चाहिँ बढी छ मुल हाउले नाइ बाबा हाउले ल है त यहाँ चाहिँ धेरै सिस्नो भएको छ लगभग हाम्रो चाहिँ छाक पुग्ने टाइम भयो ल हेर्नु है दर्शकबिन बल्ल बल्ल भेटेको त्यही पनि यस्तो अप्ठ्यारो ठाउँमा रहेछ नि त गाउँमा आउँदा चाहिँ अनिवार्य रूपमा खानुपर्ने चिज है मिठो Oleh nusa ini kan. Kita tadi
सिस्नु मारे लङ जेठी त किन हिँड्दा जङ्गलको बाटो आइपुग्यो सिस्नु पनि फाइनली यति भएको छ है यति भए चाहिँ पुग्छ होला चुलोमा जस्तो गएर राख्नुपर्छ उयो थियो यहाँ पुरै गरम भएर है आएको चाहिँ निभिरा रहेछ थेत्तेरिका एक भइसक्यो अब कसै पाकेको छैन तरकारी ढेँडो अब यसमा ढेँडो उडाल्न लाग्यो अब बोलेन कि ल ढिँडो चाहिँ यतिको भइसकेको छ मोबाइलसँग पनि मान्छे भएन क्या चिसो ठाउँको मकैको पिठो है एकदमै नरम हुन्छ चाहिँ 어쩌죠? 하야 디람 एक पैदल लिन्छ अनि चुङ्गुया भन्छ चुङ्गुया ए राहर भित्तला भने कान्छ हुँदैन गाउँ गर्दा पर्यो जतिखेर दाया लगान्छ जतिले भने ए बा न बाबा जासे चुङ्गुया हजुर या मिनबाट आउँदै कसले आएर तैँले लेब्री दाम आएन नि ঝিঙ্গা যাব सिस्नु अलि खाने बेला अलि भएको छैन रहेछ क्या
भदौ लागेपछि चाहिँ मिठो हुन्छ। 그래 두 배. 아이 그게. गाइस सिस्नो ढेँडो मिठो हुन्छ। तपाईँहरू पनि बेला बेलामा पकाएर खानुहोस्। 이거 걸싸네. 다 해발란다 하자. Kan làm ra mà làm cái gì hả? Còn 오래 삶을 무 삶을 그럼 버린 게 많아 또 맛있는 게 많아. 야 이제 간장은 비려서 잘하나? 일라 아 야 이제 간장만 미지랑 그래. 일라 라면서 더 저거네. 응? 저거 हामीले चाहिँ खानेसाना खाइसकेर भाँडा सबै माझेर नि सकिसक्यो है। अनि ल आजलाई यति नै हो। सिस्नो चाहिँ खासै आजभोलि त्यति मिठो मिठो नहुने रहेछ। अलि बेला भएको रहेछ क्यारे। सधैँ एउटै तरकारी भएको भएर चाहिँ हामीले आज सिस्नो खाएको कि त्यही हो। यस्तै छ। ल फेरि भेटौँला है। अब अर्को 2-4 दिनपछि अर्को भ्लग बनाएर अनि त्यसपछि त्यही भ्लगमा भेटौँला। आजलाई यति नै हो। अब हामी चाहिँ एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि के काम रहेछ त्यो काम गर्छौँ है त। बाई बाई।